welcome back to my YouTube channel. If you're new to channel, then hi, I'm Kassis. Hope you guys are doing well. Hi, so this. Hope you are doing well. Okay, तपाईहरु चाहिँ नयाँ हुनुहुन्छ भने च्यानलमा प्लिज डु सब्स्क्राइब टु माय युट्युब च्यानल सपोर्ट गर्नु होला आजको भिडियोमा चाहिँ हामी गर्दै छौं हामीले चाहिँ हामीसँग चाहिँ ड्रिंक्सहरु टन्नै नै थियो नि त म चाहिँ होटलमा काम गर्छु के त्यहाँनेर चाहिँ कति जनाले ड्रिंक्स गरेर छोड्दिएर जान्छन् नि त अनि त्यही भएर त्यो चाहिँ अनि हामी एज अ स्टाफ वी क्यान टेक इट अनि मैले चाहिँ लिएर आएको थिए के घरमा त्यही भएर देखाउँछु अब के छ भनेर कस्तो कस्तो छ कुनै कुनै चाहिँ हामीले ट्राई गरिसक्यौं युजुअली बियर वाइनहरु छ अनि अब हामी देखाउँछौं कस्तो कस्तो ब्रान्डको छ छ भनेर ओके विदाउट फर्दर ड्यू लेट्स गेट स्टार्टेड ओके हामीसँग चाहिँ यो फुल झोला हेभी वाला दुईटा झोला ओके यो भरि छ अब हामी चाहिँ एउटा एउटा गरेर देखाउँछौं है त हेभी छ नि त अब त्यो स्ट्रिङ ओके सो दिस तपाई सुरु गर्नुहुन्छ कि म सुरु गरौँ त म सुरु गरे त क्यासल्सबाट ल फर्स्ट ड्रिंक वी हैव इज दिस क्यासल को ड्रिंक छ यो वाला ब्ल्याक कलरको प्याकेजिङ यो वाला चाहिँ हामीले ट्राई गरेको छैन मलाई हैन छैन यो चाहिँ स्ट्रङ वाला हैन ल्यागर वाला भनेको चाहिँ स्ट्रङ हुँदैन यो चाहिँ स्ट्रङ वालामा चाहिँ स्ट्रङै लेखा हुन्छ यो चाहिँ नर्मली त्यस्तो धेरै स्ट्रङ वाला हुँदैन यसको चाहिँ कति छ पर्सेन्टेज 4.3 वाला रहेछ लुक यो वाला चाहिँ हामीले ट्राई गरेको छैनौं कस्तो छ भनेर सो वी डोन्ट ह्याभ आइडिया अबाउट दिस नेक्स्ट वान इज दिस जेमसन चाहिँ यहाँ धेरै नै फेमस छ मैले हामीसँग नेपालमा नि छ जस्तो लागेको थिएन जेमसनको विस्की हुन्थ्यो खासमा त स्कच हो कि आइरिस विस्की हो आई डोन्ट नो तर यसको बियर पनि रहेछ यो वाला चाहिँ जेमसनको आइरिस वाला यो चाहिँ के हो भन्दाखेरि आइरिस विस्की एन्ड कोला रहेछ यो चाहिँ जेरो सुगर वाला यहाँ चाहिँ डिफ्रेन्ट टाइपको पाउँछ नि त सो यो वाला जेरो वाला हामीले जेमसनको विस्की ट्राई गरेको छौँ जसलाई त्यहाँनिर त्यो दाइसँग बस्दाखेरि के गरे जेमसनको विस्की खाएको थिएँ म त्यो राम्रै छ त्यो विस्की पनि सो यो वाला चाहिँ हामीले क्यानको चाहिँ ट्राई गरेको छैनौँ यसमा चाहिँ 6.3% रहेछ अल्कोहल अर्को छ क्यानेडियन क्लब यो पनि खासमा बियर जस्तै हो एन्ड दिस इज जेरो सुगर ड्राई यहाँ चाहिँ सबै जेरो सुगरै पाउँछ क्या धेरैजनाले मान्छेले जेरो सुगरै प्रिफर गर्छ यो पनि यसको कति छ पर्सेन्टेज 4.8% छ यो धेरै कमै यो 4.8 भनेको किन भन्दाखेरि अब हामी नेपालमा अब 6% 7% खाने बनिरहेको यो त पानी खाए जस्तो हुन्छ होला बाइ द वे यो चाहिँ हामीसँग एउटा पिस छैन कसैको चाहिँ दुई तिनटा पनि छ अहिले चाहिँ हामीले एउटा देखाइरहेछौँ छन चाहिँ हामीसँग स्टकमा चाहिँ छ अब म्याक्सिमम 4वटा जति छ एउटा बियरको कममा चाहिँ 2टा जति छ त्यही भएर अब नेक्स्ट इज दिस आशीको यो वाला वेट आई विल शो यो आशीको प्याकेजिङहरु चाहिँ बियरहरुको हाम्रो नेपालमा नर्मली 2-3टा ब्रान्ड मात्रै देख्ने गरेको थियो नि त यहाँ चाहिँ टन्नै ब्रान्डको छ क्या लुक आशी भन्ने यसमा चाहिँ त्यो चाहिँ 330 ml को हो अनि कति छ सुपर ड्राई वाला रहेछ यो तपाईले ट्राई गर्नु भएको छ जस्तो लाग्यो छैन मैले खाएको छैन मैले छोके छैन यिनीहरु मैले मुखमै हाले हैन यो वाला ट्राई गर्नु भएको रहेछ मैले ट्राई गरेको थिइनँ यतिकै राख्दै त्यसको कति पर्सेन्ट अल्कोहल छ त खोइ त यो जापानिज चाइनिज देखेछ यो कुन भाषा जापानिज हो कि कोरियन हो जापानिज रहेछ जापानिज ब्रान्डको रहेछ यो अब यो कति पर्सेन्ट छ भन्दाखेरि वी डोन्ट नो जुसै हो कि क्या हो यो त हैन अल्कोहलै हो किन भन्दाखेरि यहाँ प्रेग्नेन्सी अल्कोहल भनिसकेछ यहाँ चाहिँ वार्निङ दिन्छ सो यसमा चाहिँ लेखेको छैन अर्को छ यो आशी शाही कि के हो यसो म साइडमा राखिदिन्छु यसको ब्रान्डको नाम अनि अर्को छ लिटिल बर्ड भनेको यो आइपिए हो खासमा बियरकै एउटा के भन्छ जस्तो भनौँ न हो दिस वान्स टेस्ट गुड मैले खाएको छैन तर मलाई आइपिए चाहिँ मनपर्छ अब यो आइपिए चाहिँ नेपालमा खाएको थिएँ हामी त शेर्पा आइपिए खाएको थिएँ मैले मिठो त मिठो हुन्छ त्यो मतलब टेस्ट राम्रो हुन्छ यसको चाहिँ कति पर्सेन्ट छ अल्कोहल भन्दाखेरि छैन दे हेभन्ट मेन्सन्ड हियर यसमा त 0.5% 0.3% मात्र रहेछ
अल्कोहल जस्तै जुस जस्तै भयो यो यो आइपिए जुस आइपिए जुस पानी धेरै जस्तो पानी खा जस्तो हुन्छ ओके नेक्स्ट इज दिस यो मलाई नाम प्रनाउन्स गर्न आउँदैन तर यो वाला छ यसको चाहिँ हामीसँग फ्लेभरको छ यो चाहिँ रास्पबेरी भयो भने लेमनको छ हामीसँग अर्को छ यो ग्रिन एप्पलको यसको चाहिँ डिफ्रेन्ट न फ्लेभरको आउँछ सँग चाहिँ तिनवटा रहेछ एउटा लेमन एप्पल एन्ड रास्पबेरी अब यिनीहरूको चाहिँ 6% छ अल्कोहल यो चाहिँ एकचोटि मैले खाएको छु तर मिठो त यो रास्पबेरी भन्दाखेरि लेमन इज मिठो छ यो रास्पबेरी मैले चाखेको छैन सो अब कुनै दिन चाखेछु भने चाहिँ अब म स्टोरी हालौँला डु फलो अस अन आवर इन्स्टाग्राममा फलो गर्नु होला ओके नेक्स्ट इज दिस लेमन लाइम एन्ड बेटर्स विथ भोडका वाला यो ड्रिङ्क छ हामीसँग यो चाहिँ भोडका जस्तै हो यो ट्राई गरेको छैनौँ एउटा मात्रै आएको थिएन बाबु हामीसँग त्यो एउटा मात्रै रहेछ सो यो वाला चाहिँ हामीले ट्राई गरेको छैनौँ यसमा चाहिँ यो धेरै जस्तो चाहिँ नो सुगरवाला छ नो सुगर नो कार्ब्स नेचुरलवाला रहेछ यो चाहिँ ग्लुटेन फ्री भेगन 5% अल्कोहल छ यसमा चाहिँ 5% एन्ड नेक्स्ट वी हेभ ग्रेट नर्दन यो चाहिँ अस्ट्रेलियन बियर हो के मैले मेरो साथी थियो अस्ट्रेलियामा एक्चुअली उसले मलाई पठाएको थियो नि मलाई ठ्याक्कै यो याद आएको थियो कि ग्रेट नर्दन भनेको यसमा कति 4% जति हुन्छ क्या अल्कोहल यहाँ छैन भनेको छ कि यहाँ 4% जति हुन्छ तर यसको टेस्ट त्यस्तो मिठो खै अब थाहा छैन चाख्छु मलाई त्यस्तो त खै मिठो हुन्छ जस्तो लागिरह किन यो ओरिजिनल अस्ट्रेलियन बियर हो कि यो खासमा मेड इन अस्ट्रेलिया ओके नेक्स्ट वान इज चिकी दिस वान इज सो टेस्टी के यस्तो मिठो बियर छ यो होइन बियर भनेर यो खास गरीमा जुस जस्तै होला आइस टी तर यसमा 5% अल्कोहल छ होइन तर यस्तो दामी छ होइन यो यु सुड ट्राई यस्तो मजा आउँछ खाना एकछिन खाइसकेपछि आनन्द आउँछ तर मजा आउँछ दिस वान इज आई प्रिफर जब कसैलाई खाना छ भने चाहिँ प्लिज ट्राई दिस वान ओके डु ट्राई दिस वान चिकी मैले चाहिँ ट्राई गरेको छैन यो चाहिँ आइस टी जस्तै हो ओके नेक्स्ट वान इज दिस अल्बाको कोकोनट मेक्सिकन के हो मेक्सिकन टकिला यो वाला ट्राई गर्न मलाई थियो अब मैले चाहिँ यो अगाडि नै लिएर आएको थिएँ नि त सो दिस आई ट्राई गर्छु भनेर यो चाहिँ हामीसँग स्टकमा थियो अहिले आज हामी सफा गर्दाखेरि भेटाएको सो वी विल ट्राई दिस वान अल्सो यसमा चाहिँ कति पर्सेन्ट अल्कोहल छ भन्दाखेरि 5.9% अल्कोहल छ विल ट्राई दिस वान अल्सो अब यो भिडियो अपलोड गर्न मिल्छ कि मिल्दैन त हामीलाई थाहा छैन आई डोन्ट नो यस्तो भिडियो किन अल्कोहललाई प्रमोट गरे जस्तो हुन्छ नि त अब हेरौँ अब त्यो खासमा एडभर्टाइजमेन्ट गरे जस्तो हुन्छ तर एडभर्टाइजमेन्ट गर्न पाइँदैन नि त अल्कोहलको अब लेट्स सी के हुन्छ ओके नेक्स्ट अप वी हेभ दिस वाइन यो नीलको वाइन पुरै यो चाहिँ न्यूवाला छ क्या यसमा चाहिँ यो वाइन त हो नि होइन यो त मेड इन न्युजिल्यान्ड हो क्या यो मैले अलिकति ट्राई गरेको छु मलाई चाहिँ खास गरी वाइन त्यस्तो मन पर्दैन सो यो वाला छ गड ब्लेस यु नेक्स्ट अप वी हेभ दिस वाइन यो स्यान्ड हिलको यो पनि वाइन छ वाइट वाइन हो त्यो चाहिँ रेडवाला वाइन भयो नि यो चाहिँ वाइट वाइन हो अर्को छ यो क्लासिक भोडका क्रुजरको यो वाला छ क्रुजरहरू मिठो हुन्छ टेस्टी हुन्छ फ्लेभरमा हुन्छ नि त अब कुनै कोका कोला फ्लेभर कुनै जुस फ्लेभरमा हुन्छ नि त क्रुजरहरू सो मिठो हुन्छ मलाई चाहिँ मनपर्छ क्रुजरहरू खान मलाई खास गरीमा यो सोमसबी चाहिँ नेपालमा मात्रै पाउँछ जस्तो लागेको थियो कि होइन अनि यहाँ देख्दा चाहिँ आई वाज सक्ड कि यो पनि पाउँछ भनेर त्यही भएर यो वाला चाहिँ मसँग एउटा मात्रै छ एप्पल साइडर मैले राखिरहेको थिएँ कि अब एक दिन खाने भनेर राखेको थिएँ अब त्यो पनि दिन आउँदैछ अब आज भर्खर सफा गर्दाखेरि भेटाएको भनेर त्यहाँ राखिरहेको थियो हेरेको थिएनौँ क्या हामीले ओके वान अफ द पपुलर थिङ इन न्युजिल्यान्ड इज दिस इनर्जी ड्रिङ्क यो वाला इनर्जी ड्रिङ्क पनि धेरै नै फेमस छ क्या यहाँनिर धेरै जस्तो मान्छेले अब यो बोतल जस्तै पानी खाने बोतल पनि भयो अनि यो ड्रिङ्क छ एनर्जी ड्रिङ्क यहाँको मान्छेहरूले चाहिँ धेरै जस्तो प्रिफर गर्छ एनर्जी ड्रिङ्क तर म प्रिफर गर्दिनँ द्याट्स योर चोइस अब यो कस्तो अब इनर्जी ड्रिङ्कहरू कस्तो हुन्छ अब धेरै मलाई होइन जहाँसम्म लाग्छ सुगर धेरै हुन्छ कि केही न केही हुन्छ अब केही हालेको हुन्छ होइन त्यो अब आई डोन्ट नो ओके आई डोन्ट प्रिफर
इनर्जी ड्रिङ्क तर खानु त पर्छ होला। मलाई त मनपर्छ। फेरि यो चाहिँ साँझतिर अब 4-5 बजीतिर खायो भने पियो भने पनि त निन्द्रा लाग्दैन क्या, त्यही भएर अगाडि नै 12-1 बजीसम्म ठिकै हुन्छ होइन। र साँझतिर खायो भने चाहिँ राति निन्द्रा लाग्दैन। सो आई डोन्ट प्रिफर टु ह्याभ ड्रिङ्क्स। इभिनिङ टाइममा पनि ठिक छैन, आफ्टरनुनमा चाहिँ ठिक हुन्छ त्यो इनर्जी ड्रिङ्क। लो फिल भएछ भने इनर्जी ड्रिङ्क। ड्रिङ्कहरू त खासमा अब खासमा इनर्जी ड्रिङ्क खाने भनेको अब एक्सर्साइज गर्ने भन्दा पनि थाकिरह बेलामा, धेरै काम गरिरह बेलामा, साइक्लिङ गरेको बेलामा अनि रनिङ त्यस्तो गरेकोमा। किन भन्दाखेरि सुगर हुन्छ अलिकति, सुगरले इनर्जी आउँछ नि त। मलाई चाहिँ त्यो लाग्छ है इनर्जी ड्रिङ्कहरूमा। तर अब त्यो आई डोन्ट नो दिस इज के खालको छ। अब मैले ट्राई प्रायः जसो अब नेपालमा पाउने रेडबुलहरूमा त्यही त हो, सुगरहरू त हुने हो धेरै। नेपालको रेडबुलहरू चाहिँ मलाई खास गरीमा त्यो औषधि खा जस्तो लाग्छ, त्यही भएर आई डोन्ट लाइक द्याट। सबैमा त्यस्तै नै हो, तर यहाँको छैन त्यस्तो वाला। मैले ट्राई गरेको छु, यहाँ चाहिँ अर्कैवाला ड्रिङ्क छ क्या, त्यो चाहिँ जुस जस्तैवाला फिल हुन्छ मलाई, त्यही भएर। ओके विथ द्याट वी विल छैन चिकिन्यो। Okay, with that, I would like to end this video. If you like this video, please subscribe to Kas's channel. Thank you so much for watching. Bye-bye. Bye. See you soon. Okay, see you soon. Bye-bye.